भविष्यको संसारमा स्वास्थ्य परीक्षण गर्न डाक्टरलाई अब केही गर्नै पर्दैन। सिर्फ एउटा सानो लौह गोलो जस्तै देखिने कण पुरुषको अनुहारमा झारिदिन्छन्। त्यो कण अनुहारमा परेपछि एकाएक मिनी रोबोट जस्तै चारवटा साना हात निकालेर धेरै छिटो उसको आँखातिर बग्छ र ती रोबोटहरू सिधा आँखाबाट भित्र पस्छन् र सम्पूर्ण शरीरको जाँच सुरु गर्छन्। अन्तिम रोबोट पनि भित्र पसिसकेपछि मात्र डाक्टरले ढुकसँग हात छोड्छन्। यो नै भविष्यको सबैभन्दा उन्नत स्वास्थ्य परीक्षण विधि हो। यी सूक्ष्म रोबोटहरूले शरीरलाई कुनै हानि गर्दैनन् र 24 घण्टापछि पिसाब मार्फत बाहिर निस्कन्छन्। सबै प्रक्रिया सकिएपछि पुरुष पुनः आफ्नो काममा फर्किन्छ। उसको काम हो पोषण तरल न्युट्रिएन्ट इन्जेक्सन गर्नु र त्यो तरल पाइप मार्फत बग्दै एक विशाल प्रजनन केन्द्रमा पुग्छ, जहाँ प्रत्येक कक्ष पड भित्र एउटा एउटा मानिस पलाइरहेका हुन्छन्। तर बाहिरका मानिसलाई यो बारे कुनै जानकारी नै हुँदैन, किनकि भविष्यको पृथ्वी यति प्रदूषित भइसकेको छ कि बाहिर मानिस बाँच्नै सक्दैनन्। त्यसैले बचेका मानिसहरूले एउटै विशाल आश्रयस्थल गुप्त बङ्कर बनाएका छन्। मानिसलाई बाँचिरहन केही आशा दिन तिनीहरूले जीवन लकी ड्र पनि बनाएका छन्, जसको नाम निस्किन्छ उनीहरूलाई यहाँबाट निकालेर स्वर्गद्वीप हेभेन आइल्यान्ड पठाइन्छ। त्यो मात्र एउटा प्रदूषण रहित शुद्ध स्थान, सबैका सपनाको युटोपिया। तर त्यहाँ पुग्न भाग्य चाहिन्छ, किनकि यहाँ हजारौं मानिस थिचाठिचीमा बसिरहेका छन्। कसैको नाम 2 दिनमै निक्लन्छ, कसैले 8 वर्षसम्म रोजेको छ, तर एक पटक पनि नाम ननिस्किन सक्छ।